सो वाचक बाहिर आज हामी फेरि ब्लगिङमा आमा यता छतको रिभ्यू गर्न हिजोको भिडियोमा रिभ्यू भएको थिएन रिभ्यू हो कि प्रिभ्यू हेर्दै जानु हामी त यहाँ चप्पल लगाउँछौँ गाई चप्पलसँग यता मेरो दिदी यहाँ अम्बक काट्दै खाँदै गम खाँदै मलाई नदिँदै मलाई गमको फुड पनि नदिँदै मलाई त अम्बकको फुडको देखाएन गाई यसलाई सपोर्ट नगर्नु मलाई यति धेरै सपोर्ट गर्नु कि सपोर्ट गरेर सपोर्ट गर्ने ठाउँमै भयो क्या हाम्रो छ त्यस्तो दामी भ्यूसँग गाई यो यता चाहिँ कहिलेको हाम्रो पर्खाइ खोर्सानी बम पनि रहेछ हामीले यहीँनिर अनार बम पड्काएर उता मुनि फालिदिएको थियौँ यता मुनिको भ्यू हेरौँ ल आमा यता लटपट्याउँदै ऊ मुनि पुगेर गेटमा हेर्नुहोस् गाई देखिएन भने हामी यता जान्छौँ यता कस्तो दामी भ्यू हेर्न कस्तो मजा आइरहेको सोफा भएको नि गाई झन् दामी हुन्छ क्या हजुरहरू सपोर्ट गर्नु न सोफा ल्याएर राख्नु सोफा ल्याएर राखेर मजा आउँछ भ्यूसँग रोनाल्डोको फ्यान भने चाहिँ कमेन्ट डाउन दिनु होइन रोनाल्डोको फ्यान हो भने मुनि रेड हार्ट पठाउनु मेस्सीको फ्यान हो भने ब्लू हार्ट या पुफ पठाउनु हजुरहरू मेस्सीको फ्यान हो भने पुफको इमोजी पठाउनु अनि रोनाल्डोको फ्यान हो भने हार्टको इमोजी पठाउनु ए मेस्सीको फ्यान हो पुफ पठाउनु छैन भने गाइस हजुरहरूले एउटा ब्लू इमोजी पठाउँदैन भन्छ हामी चाहिँ मुनि गएर आएको छौँ यस्तो डेन्जर सिडीबाट धुलो भएको गाइस यस्तो धुलोमा हजुरहरूलाई डर लाग्छ हामी यहाँ एकछिन सोफामा आराम गर्छौँ भाँचिया सोफामा हामीले यसलाई युज गरिदिएको छौँ यस्तो क्यामेरा क्वालिटी ब्लर छैन ल यता अलिकति घाम छ कि गाइस ब्लर भइरहेको राम्रो फोन नै म फोन चलाउँछु भन्नु न स्यामसङ A23 एस कहाँ हुन्छ त नि गाइस अझ सपोर्ट गरौँ न क्या नयाँ फोन किन्नु सपोर्ट आउँछ सेलरी पछाडि फोन आउँछ सोफा आउँछ गाई ल म सानो हुँदाखेरि रुबिक्स क्युबको टुक्रा बनाएर यस्तो बाँडिदिएर चाहिँ अनि यो चाहिँ बिग्रेको साइकल साइकल दुने त पुरै ट्युब फटिरह अब बडाङ एक दिन जान्छौँ घरमा यता हाम्रो आमै माथि आइसकेर यता फेरि लङफ्याङ गर्दै माथि ए आमा हाई गर्दै यता बस्नु पर्यो पनि नातिका छेउमा बस्नु पर्यो यी हाम्रो आमा हाम्रो नाति यो हाम्रो नाति हो हामीले मेन कुरा त भन्नै बिर्स्यौँ गाई आज हाम्रो बाबा आउने दादी हुनुहुन्छ मनाइ मुस्ताङ घुमेर मलाई छुर्पी चस्मा चौरी गाईको दुधले भने छुर्पी चौरी गाईको दुधले भने पेडा ल्याएर हामी त खाँदै बसिने हामी एकछिन मादल बजाउने गर्छौँ टर्निङ भन्छ कि यसलाई पर्निङ हाम्रो मादल यता चाहिँ हाम्रो मम्मी
मम्मी आज बाबा आउनुहुन्छ मुस्ताङबाट गाइस भिडियो हाल्नु यहीँ भन्नुपर्छ इलाम पात्र जाँदैको ल अनि हामी घुम्न जाँदा नि इलाम पात्रको भिडियो हाल्छौँ गाइस इलाम पात्र हाम्रो सानो भ्लग हुन्छ हामी इलाम पात्र जाँदा घन्टाको भ्लग हुन्छ होला गाइस मुभी जस्तो हेर्नु होला सपोर्ट गर्नु होला हामी अहिले एकछिन नि त कम्प्युटर हेर्न जान्छौँ आउ त यो कम्प्युटर होइन एकछिन ब्याडमिन्टन खेल्नु गाइस साह्रो अल्छी लाग्यो नि त कि चेस खेल्ने चेस यो दिदीलाई त चेस पनि खेल्न आउँदैन आलु पेडालु भइसक्यो गाइस ल हामी यता चस्मा लगाइन्छ अय्यो मेरो दिदी यता पक्का गर्दै यहाँ त खुचुर हामीलाई सब्सक्राइब गरिदिनु आमाले नि यता भनिरहनु भएको तर यहाँ बुझ्नु भएको छैन क्या अङ्ग्रेजी हाम्रो च्यानललाई सपोर्ट गर्नु होला र आजको भ्लग सबैलाई टाटा बाई